विभ्रान्ता स्त्रैणां पाखण्डवादिना सुखशास्त्रकथोच्चारे त्याज्यन्ते यदि पण्डिताः त्याज्यन्ते यदि पण्डिताः पण्डितको अर्थ हुन्छ भनिन्छ हैन कोही आउनुभयो पण्डितजी आउनुभयो हो अब ती पण्डितजीलाई सोध्नु कि हजुरलाई त हामीले पण्डितजी भन्यौ तर त्यो पण्डितजी भनेको अर्थ चाहिँ के हो सोध्नु भएको छ कहिले छ छैन एकचोटि भन्नुहोस् त राधे राधे छैन हो पण्डितको अर्थ हुन्छ सत असतः विवेचनी बुद्धिः अस्यासः इति पण्डितः जसले सत्य कुरालाई छर्लङ्ग बनाइदिन्छ असत्य कुरामाथि उनले औँला उठाउँछ भने हो त्यो हो पण्डित कहिलेकाहीँ देखिएको पनि छ नि हैन सुन्दिनुमा आएको छ एउटै बाउका पनि क्रिया चार ठाउँ गरे अरे भनेर हो जुन पण्डितले गर्छन् अहिले त हामी वैदिक कर्मकाण्ड परिषदका लगभग नगरका हामी बसेका व्यक्ति हौं सदस्यमा बसेका व्यक्ति हौं जसले यो कर्म आजदेखि गर्नुहुन्छ भने त्यसका पण्डितलाई हामी त्याग दिन्छौं भनेर पनि एउटा नियमावली राखेका छौं जसले बाउ आमा त मरे दाजुभाइमा के रिसिभ भयो के त्यो थाहा छैन तर त्यही बाउ आमाका क्रिया तीन ठाउँमा ढिकुरो उठाएर चार ठाउँमा ढिकुरो उठाएर जसले क्रिया गर्छन् कर्तालाई हैन ब्राह्मणलाई गएर हामी पक्रिन्छौं पहिला किन कर्म गरायो तिमी जस्ता लोभी ब्राह्मण भनेर हामी पक्रिन्छौं हो जसले सत्य कुरालाई छर्लङ्ग बनाइदिएको छ धर्मशास्त्र अनुसार छर्लङ्ग बनाइदिएको छ हो त्यो कुरालाई चाहिँ यहाँ वर्णन गराउनु हो यदि सत्य कुरालाई लुकाउँछ असत्य कुरालाई नै हो अल्लाहमा बढाएर लान्छ भने ती पण्डितै भए पनि म पण्डित हुँ भनेर आए पनि त्यस्तालाई घरमा प्रवेश गर्नु हुँदैन गराउनु हुँदैन किन आफ्ना देवता बिग्रिन्छन् आफ्ना पितृहरू पनि नष्ट भएर जान्छन् भनेर वर्णन गराउनु भएको छ बोले कृष्णचन्द्र भगवानको कृष्ण तिमीले